Education for Leadership and Development, Seabird International College. Admission open at Seabird International College for +2 Science and Management with Travel and Tourism, Hotel Management, Computer Science, Cooperative Management. Our special features: excellent result every year, highly modern infrastructure, well-equipped library and science lab, computer lab with internet access, a variety of extracurriculum activities, centrally located in Bhaktapur. Contact Seabird International College, Madhepur Thimi, Sankadhar Chowk, Bhaktapur. Email info@seabird.edu.np. Telephone number 6631-448, 6636-567. नमस्कार आदरणीय दर्शकबिन, कार्यक्रम दिव्य दर्शनमा यहाँलाई हार्दिक स्वागत छ। मार्केट ढुङ्गाना कार्यक्रम दिव्य दर्शनले समाजमा हुने हरेक घटना परिघटनाहरूलाई यहाँहरू समक्ष प्रस्तुत गर्ने गर्दछ। आजको कार्यक्रम जनस्वास्थ्यसँग सम्बन्धित छ। आजको लागि हामीले निम्ताएका छौँ जनस्वास्थ्यविद डाक्टर सङ्गम खाइजुलाई। विगत लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित रहनुभएका डाक्टर खाइजु विशेष गरी मनोशारीरिक समस्यासँग खोज तथा अनुसन्धानमा व्यस्त हुनुहुन्छ। पिएचडी डक्टर एन्ड स्कलर एसोसिएसनका कोषाध्यक्ष समेत रहनुभएका डाक्टर खाइजुलाई हामीले आज जनस्वास्थ्य, मनोशारीरिक समस्या र समग्रमा स्वास्थ्य स्थितिको बारेमा, नेपालको स्वास्थ्य स्थितिको बारेमा छलफल गर्न गइरहेका छौँ। डाक्टर साहब, आज कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। नमस्कार, धन्यवाद। डाक्टर साहब सन्चै हुनुहुन्छ? एकदम सन्चै। लामो समयदेखि यहाँ स्वास्थ्य सेवामा समर्पित हुनुहुन्छ। हजुर, यहाँको योगदान विभिन्न कालखण्डमा विगत त्यो लामो समयमा चाहिँ लामो रहेको छ। यहाँको अनुभवमा नेपालमा कस्ता कस्ता स्वास्थ्य समस्याहरू देखा पर्ने गर्दछ? नेपाल जस्तो भौगोलिक रूपमा चाहिँ विभिन्न खालको हिमाल, पहाड, तराई मिलेर बनेछ, त्यस्तै गरी विभिन्न समयमा समयअनुसार मौसमी रोगहरू, त्यस्तै चाहिँ यो वातावरणले गर्दाखेरि वातावरणीय रोगहरू, धुलो धुवाँको कारणले त्यस्तै खालको रोगहरू देखिन्छ। कुनै कुनै बेलामा चाहिँ महामारीको रूपमा स्वास्थ्य गर्न नसकेको अवस्थामा चाहिँ स्वास्थ्य अवस्था खस्किने गरी महामारीको रूपमा पनि कहिलेकाहीँ फैलेको छ। जस्तै 64 सालमा चाहिँ जाजरकोटमा झाडा पखाला फैले। त्यस्तो सरुवा रोग, नसर्ने रोग गरेर सामान्यतया रोगलाई वर्गीकरण त्यही दुई किसिमले गरिन्छ। 10 वर्ष अगाडि चाहिँ सरुवा रोग बढी हुन्थ्यो, झन्डै 60-70% र 30%को हाराहारीमा हुन्थ्यो भने अहिले चाहिँ नसर्ने रोग 60% भन्दा माथि छ। सरुवा रोग चाहिँ अझ 30%, लगभग एराउन्ड 40%मा त्यस्तै मात्रै छ। यहाँको भनाइमा चाहिँ लगभग सरुवा रोग चाहिँ घट्दो क्रममा छ। सरुवा रोग घट्दो क्रम, तर नसर्ने रोगले चाहिँ एउटा व्यापकता पाइरहेको छ। राइट। डाक्टर साहब, जस्तै यहाँ मनोशारीरिक समस्यासँग एउटा लामो समयदेखि अनुसन्धान हुनुहुन्छ। यो मनोशारीरिक समस्या भनेको चाहिँ के हो? मनोशारीरिक समस्या भनेको चाहिँ सामान्यतया बुझ्ने भाषामा भन्दाखेरि कस्तो हुन्छ भने मनको कारणले, भनेको हामी सबैजना चाहिँ सबै विषयमा पोख्त हुन्न, त्यस्तै आफ्नो विषयमा चाहिँ आफू पोख्त हुन्छ, तर शरीरको बारेमा चाहिँ सबै चाहिँ ज्ञाता हुँदैन। त्यो कारणले चाहिँ मलाई यस्तो भयो कि त्यस्तो भयो कि भनेर मनको शङ्काको भरमा चाहिँ सामान्य लक्षणलाई पनि ठुलो रूपमा हेरेर मान्छे चाहिँ तर्सिन्छन्। त्यसै कारणले चाहिँ त्यो शारीरिक समस्याको कारणले मानसिक समस्या आउँछ, सामान्य शारीरिक समस्याको कारणले हैन। अनि सामान्य शङ्काको कारणले पनि त्यो शङ्कामा चाहिँ मानसिक रोग उब्जिन्छ। त्यही बिचमा शारीरिक र मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यको बिचमा के अन्तर सम्बन्ध छ, यसले चाहिँ कति चाहिँ जनस्वास्थ्यमा खराबी गर्छ भन्ने खालको चाहिँ म अध्ययन गर्छु। नेपालको सन्दर्भमा मनोशारीरिक समस्याहरू कस्ता प्रकारका मनोशारीरिक समस्याहरू चाहिँ देखा परेको यहाँको अनुभवले बताउँछ? नेपाल आन्तरिक द्वन्द्व हरेक कुराबाट चाहिँ द्वन्द्वको कुराबाट सबै कुराबाट गुज्रेको भएर चाहिँ अलिकति अन्य देशको तुलनामा नेपालमा चाहिँ
मानसिक समस्या बढी छ। त्यस्तो हुँदाहुँदै पनि त्यो अशिक्षा अज्ञानता अझ चाहिँ शिक्षित मान्छेमा पनि स्वास्थ्य सम्बन्धी ज्ञानको कमीको कारणले गर्दाखेरि चाहिँ मानसिक रोग अलि बढी छ। त्यो मानसिक रोग भन्नाले औषधि खानै पर्ने मानसिक रोग होइन, तर सामान्य खालको चाहिँ काउन्सेलिङले पनि निको हुने रोगलाई चाहिँ त्यो आफै बढाउँदाखेरि काउन्सेलिङ नपाएको कारणले गर्दा, जस्तो अब व्यस्त डाक्टरहरूको कारणले गर्दा भनौँ, विभिन्न खालको परिस्थितिले गर्दाखेरि चाहिँ उनलाई आवश्यक काउन्सेलिङ नपुग्दाखेरि मानसिक रोगी बन्छ। शारीरिक समस्याको कारणले होस् या मनको शङ्काको मात्र कारणले होस्, त्यस्ता खालका सामान्य खालका मात्रै छन्। औषधि खानै पर्ने त नेपालमा साँच्चै तथ्याङ्क भन्ने हो भने 2 देखि 4% मात्रै मानसिक। तर अब औषधि खानै पर्ने खालको त हुँदैन। तर के छ भने एउटा यो समस्या लिएर गयो, जस्तै मनोशारीरिक समस्याबाट चाहिँ गुजिरहेको हुन्छ, त्यो समस्या लिएर गयो, तर डक्टरले चाहिँ एउटा चाहिँ हजुवाको भरमा भनौँ न तपाईँको चाहिँ औषधिहरू सिफारिस गरिदिएको हुन्छ। के छ यहाँको अनुभवले के देखाउँछ यसको विषयमा? यो यस्तो हुन्छ, स्वास्थ्य उपचारको क्रममा चाहिँ साँच्चै भन्ने हो भने हिस्ट्री टेकिङ काउन्सेलिङ गर्दाखेरि चाहिँ एउटा बिरामीलाई झन्डै आधा घन्टा लाग्छ। तर डाक्टरभित्र पसिसकेपछि बिरामी चाहिँ बाहिर लाइन हुन्छ। डाक्टरलाई आफ्नो निश्चित समयमा चाहिँ त्यो बिरामीलाई पनि चित्त बुझाउनु पर्ने हुन्छ, आफ्नो टाइम पनि चाहिँ बचाउनु पर्ने हुन्छ डाक्टरलाई। त्यो कारणले चाहिँ उसले चाहिँ काउन्सेलिङ गर्नुभन्दा पनि रोगको लक्षण सुनेर फटाफट औषधि लेख्ने काम अथवा इन्भेस्टिगेसन गराउने काम, त्यस्तो काम हुन्छ। भनेको डाक्टर हामी कहाँ पर्याप्त स्वास्थ्यकर्मी नभएको कारणले, डाक्टर नभएको कारणले पनि त्यसो भएको हुनसक्छ, अथवा डाक्टर धेरैतिर व्यस्त भएको कारणले पनि त्यो हुनसक्छ। यसो भन्न मिल्छ डक्टरहरू चाहिँ सेवामुखी भन्दा पनि व्यवसायमुखी चाहिँ भएको भन्न मिल्छ केही मात्रामा होइन। सेवा गर्ने डाक्टरहरू नभएका पनि होइनन् होइन, छन्। यो म चाहिँ रोगीको सेवाको लागि आएको हो, मैले सेवा गर्नुपर्छ भन्ने खालका डाक्टर पनि छन्। कोही चाहिँ पैसामुखी पनि छन् होइन। अहिले चाहिँ अब लाखौँ खर्च गरेर चाहिँ पढेर आएका हुन्छन्, उनीहरूले चाहिँ बिजनेसको रूपमै लिएछन्। अहिलेको परिस्थितिमा हेर्ने हो भने पहिलाभन्दा अहिले चाहिँ स्वास्थ्य त एउटा सेवाभन्दा बिजनेसमुखी नै भएछ। यो यहाँको अब सब्जेक्ट पनि त्यही पऱ्यो, जस्तै मनोशारीरिक समस्या जुन छ एउटा चाहिँ व्यापकता पाइरहेको छ, जो सरले भन्नुभयो होइन, नेपालको सन्दर्भमा अलिक कम छ। तर मनोशारीरिक समस्यालाई समाधान गर्नलाई चाहिँ जस्तै अब कुन कुन पक्षले के गर्नु पर्ला? त्यस्तो त हरेक स्वास्थ्यकर्मीले चाहिँ के सम्झिनुपर्छ भने गाउँमा बस्ने स्वास्थ्यकर्मी, सहरमा बस्ने स्वास्थ्यकर्मी, हस्पिटलमा उपचार गर्ने स्वास्थ्यकर्मी सबैले चाहिँ के सम्झिनुपर्छ भने स्वास्थ्य सेवा भनेको नितान्त चाहिँ साह्रै ठुलो सेवा हो। यो मानव जीवनमा चाहिँ होइन लाखौँ हजारौँ करोडौँ दान गरेर पनि नपाइने सेवा हो यो। एउटा रोगीको चाहिँ मन शान्त गर्दाखेरि, एउटा रोगीलाई चाहिँ साँच्चीकैको सल्लाह दिन पाउँदा, उसलाई निको पार्न पाउँदाखेरिको आनन्द चाहिँ करोडौँ दान गरेर पनि प्राप्त हुन्न। त्यो कारणले चाहिँ एउटा स्वास्थ्यकर्मीले के सम्झिनुपर्छ भने म धेरैलाई चित्त बुझाउँदिनँ, धेरैलाई गर्न सक्दिनँ होला, तर मैले जतिलाई गर्छु त्यसलाई चाहिँ म चित्त बुझाएर गर्छु भन्ने खालको चाहिँ मनमा भित्रैदेखि चाहिँ त्यो सोच आयो, सोच भयो भने चाहिँ सुधार हुन्छ। त्यो रोगलाई बल्झाउने किसिमले होइन कि त्यसलाई सुल्झाउने। ठिक छ डाक्टर साहब, जस्तै नेपालमा तपाईँको चाहिँ अब दिन प्रतिदिन तपाईँको प्रदूषण बढिरहेको छ, यो खाद्य वस्तुहरू पनि मिसावट होइन, जङ्क फुडहरू विभिन्न कारणले गर्दाखेरि स्वास्थ्य समस्या दिन प्रतिदिन एकदम बढ्दो व्यापकता पाइरहेको छ। यस्तो अवस्थामा यसलाई नियन्त्रण गर्नको लागि चाहिँ के गर्नु पर्ला? यो नियन्त्रणको लागि अब एउटा त आफै सचेत हुनु पऱ्यो होइन, उपभोक्ता आफै पनि सचेत हुनु पऱ्यो। उपभोक्ता मञ्च छ, थरीथरीका सङ्घ संस्था पनि छन्, उहाँहरूले पनि सचेतना कार्यक्रमहरू लगिराख्नु भएको छ। त्यो कार्यक्रमलाई पनि चाहिँ व्यापक रूपमा चलाउनु पऱ्यो। अनि सरकारले पनि यसमा चाहिँ यति % मात्रै भयो भने चाहिँ खान लायक, यति खान लायक छैन भनेर जुन ठाउँमा चाहिँ जस्तो अस्ति मात्रै भर्खरै मात्र पनि कालीमाटी तरकारी बजारको चाहिँ कुरा निस्केको थियो, झन्डै चाहिँ 90% केमिकल युक्त चाहिँ हामीले तरकारी खाइरहेछौँ जुन इन्डियाबाट आएको छ। त्यस्तो हानिकारक चिजहरू जसले चाहिँ मानव शरीरमा चाहिँ धेरै असर गर्छ, त्यो असर गर्ने चिजलाई चाहिँ न्यूनीकरण गर्न त्यही स्थानमा चाहिँ एउटा ल्याब राखेर भयो, अथवा
त्यो चाहिँ लाखौँ करोडौँ जनताको स्वास्थ्यमाथि खेलबाड हुने भएकोले चाहिँ त्यही ठाउँमा ल्याब राखेर भयो अथवा सरकारले गर्नुपर्ने चिजहरू अरू के गरेर गर्न सकिन्छ त्यहाँबाट चाहिँ दैनिक एउटा स्याम्पल लगेर चाहिँ त्यसलाई टेस्ट गरेर केमिकल टेस्ट गर्ने अझ सजिलो उपायहरू जस्तो अहिले त एकदम सजिलो ल्याबका चाहिँ पहिले चाहिँ लामो समय लाग्थ्यो अहिले ल्याबमा चाहिँ सजिलो उपायहरू निस्केछन् त्यो उपाय अपनाएर चाहिँ दैनिक टेस्ट गरेर बिरामीलाई चाहिँ भनेको हामी जनतालाई यो खाद्य पदार्थ चाहिँ खान योग्य छैन भन्ने खालको चाहिँ त्यसरी टेस्ट गरेर मात्र दिन सकियो सरकारले त्यति गर्न सक्यो भने त जनताको स्वास्थ्य राम्रो हुन्छ जस्तै अब अलिकति फरक पर्छ जस्तै नेपालमा जस्तै स्वास्थ्य एउटा कोही व्यक्ति रोगी हुन्छ अथवा उपचारको लागि जान्छ तर अब जुन सरकारी हस्पिटलहरू सरकारी अस्पतालहरू जुन खालको सेवा सुविधा युक्त हुनुपर्ने हो त्यो खासै देखिन्न एकदम लापरवाही त्यहाँ बढी छ तर प्राइभेट सङ्घ संस्थाहरूको अब तपाईँको चाहिँ भनौँ न उनको कस्ट नै बढी छ त्यो एउटा सामान्य नागरिकले त्यो कस्ट धान्न सक्दैन यो जुन ग्याप छ सरकारी अस्पताल र प्राइभेट हस्पिटलहरू यो ग्यापलाई चाहिँ यहाँले कसरी लिनुभएको छ त्यस्तो अहिले अब चाहिँ प्राइभेटाइजेसन अर्थात् यो प्राइभेट संस्थाहरू चाहिँ बढी मात्रामा भए होइन विश्वास पनि त्यसैमा गर्न थाले भनेको सरकारी हस्पिटल 10 वर्ष अगाडि जति मात्रामा थियो त्यही मात्रामा छ तर जनसङ्ख्या त अहिले त्यही मात्रामा छैन जनसङ्ख्या बढिसक्यो सेवा चाहन्छन् त सरकारी हस्पिटलमा दरबन्दी पनि 10 वर्ष अगाडिकै छ होइन त्योभन्दा पछाडि त दरबन्दी थपिएको छैन त्यो कारणले पनि चाहिँ जनताले सरकारी हस्पिटलमै चाहिँ उपचार गराउन चाहेर पनि उनीहरूले चाहिँ त्यो लाइनको जस्तो लाइन बस्नु पर्यो झन्झटिलो अब लामो समय लाइन बस्यो त्यति बेला कुरेको डाक्टर नआउने अरू समस्याहरूको कारणले गर्दाखेरि चाहिँ प्राइभेटमा जान बाध्य छन् बिरामी होइन त्यसलाई अब समाधानको उपाय भन्ने हो भने चाहिँ सरकारले समयअनुसार नीतिमा परिमार्जन ल्याएर होइन त्यही अनुसार चाहिँ दरबन्दी क्रिएट गरेर दरबन्दी बढाएर अनि गाउँमै भएको स्वास्थ्यकर्मीलाई पनि एकाडेमिक रूपमा चाहिँ तालिमहरू दिएर एकाडेमिक ट्रेनिङ गराएर उनीहरूलाई पनि अपग्रेड गरायो भने जहाँसम्म लाग्छ त्यो चाहिँ राम्रो हुन्छ स्वास्थ्य सेवा चाहिँ सरकारी प्राइभेट हस्पिटलमा गइराख्नु पर्दैन सरकारी सेवाबाटै हुन्छ किनभने प्रत्येक गाविसमा चाहिँ स्वास्थ्यको संरचना छ अरू कुनै उसमा सरकारी निकायमा नभएको चाहिँ हाम्रो स्वास्थ्यमा चाहिँ कस्तो हुन्छ नि वडासम्म चाहिँ स्वास्थ्यकर्मी छन् होइन तिनीहरूलाई नै चाहिँ उनीहरूको कार्यक्षमता अनुसार चाहिँ यदि उनीहरूको कार्यक्षमता अनुसार ट्रेनिङ दिने र उनीहरूलाई नै अपग्रेड गराउने हो भने उनीहरू आफू पनि प्रोत्साहित हुन्छन् उनीहरू सेवा पनि गर्न चाहन्छन् र त्यही अनुसार उनीहरूले तर यसमा तपाईँको चाहिँ के छ भन्दाखेरि सरकारले त्यो सबै पर्याप्त अथवा अपर्याप्त जे भनौँ होइन स्वास्थ्यकर्मीहरू वडा स्तरसम्म छन् त्यसलाई परिचालन चाहिँ किन गर्न सकिरहेको छैन त्यस्तो सुरुमा 2053 सालको स्वास्थ्य ऐनमा चाहिँ कस्तो थियो भने बढुवाको व्यवस्था निश्चित समयमा चाहिँ बढुवाको व्यवस्था उनीहरूको स्तरोन्नतिको व्यवस्था अनि त्यही अनुसार चाहिँ उनीहरूलाई पढ्न दिने व्यवस्थाहरू त्यस्तो थियो अनि 56 साल 58 साल हुँदै चाहिँ स्वास्थ्य सेवा ऐन चाहिँ परिमार्जित हुँदै गयो होइन जो व्यक्ति आयो त्यो व्यक्ति अनुसार चाहिँ आफू अनुकूल परिमार्जित हुँदै जाने क्रममा चाहिँ स्वास्थ्य नीति ऐन चाहिँ झन्झन कमसल खालको बन्दै गए त्यसपछि चाहिँ वृद्धि विकास जुन चाहिँ गाउँ ग्रामीण क्षेत्रमा चाहिँ बसेर सेवा गर्छन् उसको चाहिँ वृद्धि विकास भएन निश्चित समयमा चाहिँ उसको बढुवा भएन त्यो बढुवाको लागि चाहिँ उसले कानुनको ढोका ढकढक्याउनु पर्ने भयो होइन मैले जहाँसम्म बुझेको छु जहाँसम्म चाहिँ अध्ययन गरेको छु त्यो भइसकेपछि चाहिँ ग्रामीण क्षेत्रमा सेवा गर्ने जो चाहिँ दूरदराजमा बसेर चाहिँ सेवा गर्ने त्यो जनयुद्ध कालमा पनि चाहिँ जुन बेला सरकारी निकायका चाहिँ कोही पनि व्यक्तिहरू चाहिँ त्यहाँ ग्रामीण क्षेत्रमा बस्न सकेका थिएनन् जनयुद्धको बेलामा सबै भागेका थिए स्वास्थ्यकर्मी बसेर चाहिँ त्यहाँ उपचार गरेका थिए तिनीहरूलाई चाहिँ प्रोत्साहन गर्ने काम नभएकोले त्यो कारणले चाहिँ उनीहरू अहिले निराशामा छन् र त्यो कारणले पनि राम्रो चाहिँ स्वास्थ्य सेवा नभएको जस्तो लाग्छ नत्र ग्रामीण क्षेत्रमै चाहिँ
80% चाहिँ ग्रामीण जनताहरूको ग्रामीण बस्तीमा बसोबास गर्ने जनताहरूले चाहिँ त्यही सुविधा पाउँथे र तिनीहरू चाहिँ सहरका चाहिँ ठुला हस्पिटलहरूमा आउनु पर्दैन थियो र उनीहरूको चाहिँ धन जन अनि आर्थिक समय सब कुराको चाहिँ बचत हुन्थ्यो त्यसरी गर्न सकेको भए। जस्तै अब जस्तै नीतिको कुरा गर्नुभयो यहाँले हालसालै मात्र सरकारले आफ्नो यो वर्षको लागि नीति तथा कार्यक्रम संसदमा पेश गरेर पारित पनि गरेको छ। के छ अहिले यो वर्षको लागि चाहिँ सरकारले केही नयाँ नीति त्यस्तो केही लिएर आएको छ स्वास्थ्यको लागि? एउटा त्यस्तो मैले त देखेको शब्दमा फरक हो होइन, शब्दमा फरक हो तर उस्तै छन्। एउटा कुरा के भनेको छ भने पिएचसी लेभलमा चाहिँ दरबन्दी डाक्टरको दरबन्दी थप गरेर अब चाहिँ करारमा भए पनि डाक्टर नियुक्ति गरेर चाहिँ अब जनतालाई स्वास्थ्य सेवा दिने भन्ने खालको छ। अनि अर्को कुरा चाहिँ प्राइभेट हस्पिटलहरूमा पनि मातृ शिशु सेवा भनेको सुत्केरी सेवा चाहिँ निःशुल्क गराउने भन्ने खालको छ। त्यो स्वागत योग्य कुरा नै हो, राम्रो कुरा हो। तर यो कुरा चाहिँ पहिले पनि थियो, नारा चाहिँ अलिकति चेन्ज भएछ, नत्र अगाडिदेखि नै चलिरहेको चिज हो। के नारासँगै कार्यान्वयन तब पनि त्यतिकै प्रभावकारी छ त नेपालको स्वास्थ्य सेवामा? त्यो त हामीले हरेक क्षेत्रमा हेर्न सक्छौँ। नारा दिए जस्तै चाहिँ काम भएको भए त नेपाल धेरै राम्रो भइसक्यो हुन्थ्यो। तर म चाहिँ के अपेक्षा राख्छु भने त्यो नारा जस्तै चाहिँ काम होस् होइन, जनताले चाहिँ राम्रो सेवा पाओस्, जनताले दुःख नपाओस् भन्ने चाहिँ चाहना हो, अपेक्षा त्यही राख्छु। ग्रासरुटसम्म तपाईँको चाहिँ जनस्वास्थ्यलाई विस्तार गर्नको लागि एउटा प्रभावकारी कार्यान्वयन गर्नको लागि चाहिँ जस्तै सरकारी पक्ष निजी क्षेत्र छ होइन, त्यो चाहिँ एउटा कसरी जानु पर्ला? अहिले अवधारणा पिपिपी भनेर प्राइभेट पब्लिक पार्टनरसिप भनेर पनि छ, अवधारणा त आएको छ होइन। त्यसैलाई राम्रोसँग कार्यान्वयन गर्ने भयो हो भने पनि त्यो यो स्वास्थ्य सेवा चाहिँ राम्रोसँग दिन सकिन्छ। अर्को कुरा भनेको चाहिँ जस्तो माथिल्लो लेभल टप लेभलमा चाहिँ अब एमबिबिएस डाक्टर त्योभन्दा माथि एमडी स्पेसलाइजेसन गरेका डाक्टरहरू चाहिँ एकैचोटि उत्पादन गरेर गाउँ गाउँसम्म पुर्याउनु भनेको हाम्रो जस्तो समाजमा चाहिँ अलि गाह्रै हुन्छ र उनीहरूलाई चाहिँ चाहिने उनीहरूले खर्च गरे अनुसारको पारिश्रमिक पनि सरकारले चाहिँ एफोर्ड गर्नलाई गाह्रो हुने भएकोले चाहिँ अहिले गाउँ गाउँमा दरबन्दी भए पनि डाक्टर नहुनुको कारण चाहिँ त्यही नै हो। त्यो कारणले चाहिँ साँच्चीकै चाहिँ स्वास्थ्यलाई सुधार्ने नै हो भने अघि मैले भनिसकेँ ग्रामीण क्षेत्रमा जुन चाहिँ स्वास्थ्यकर्मी छन् उसैले लिएको तालिमलाई चाहिँ एकाडेमिक रूपमा कति समयको चाहिँ तालिम थप्नुपर्छ एकाडेमिक बनाएर उसैलाई चाहिँ अपग्रेड गराउने, बिस्तारै चाहिँ अपग्रेड गराउँदै तालिम दिँदै तालिमअनुसार उसको क्षमताअनुसार जाँच लिँदै अपग्रेड गराउँदै जाने हो भने चाहिँ प्रत्येक गाउँ गाउँमा चाहिँ त्यही स्थानीय नै स्वास्थ्यकर्मी हुन्छन्, स्थानीय नै डाक्टर हुन्छन्, स्थानीय नर्स हुन्छन्। त्यसपछि यसरी चाहिँ जाने हो भने चाहिँ त्यहीँबाट जहाँ चाहिँ जन्मेको त्यहीँको चाहिँ स्वास्थ्यकर्मी डाक्टर नर्स भइसकेपछि चाहिँ नेपालको स्वास्थ्य सेवा चाहिँ सधैँ चाहिँ राम्रो र हराभरा भइरहने, सधैँ चाहिँ राम्रो हुने र जनताले चाहिँ स्वास्थ्य सेवा पाइएन भनेर भन्न नपर्ने चाहिँ अवस्था आउँछ। जस्तै स्वास्थ्य कर्मीहरू बढी सहर केन्द्रित हुने, गाउँमा जान नमान्ने होइन, गाउँमा अब त्यो विविध कारणले गर्दाखेरि त्यो गाउँमा जान चाहिँ उपयुक्त हुने खालको वातावरण होइन, त्यो खालको चाहिँ एउटा आकर्षण स्वास्थ्य कर्मीहरूलाई दिलाउनको लागि चाहिँ के गर्नु पर्ला? जस्तो डाक्टरले यहाँ कमाउने चिज छ नि, त्यो चिज चाहिँ उसलाई ल तिमीलाई यति इन्सेन्टिभ भयो, यति ल गरेर नीति परिमार्जन गरेर भयो अथवा केही निर्णय गरेर भयो, उसलाई चाहिँ ल तिमीलाई तिम्रो लागि चाहिँ यति ल डाक्टर त्यहाँ गएर सेवा गरे बापत चाहिँ यति इन्सेन्टिभ भयो, अनि यति समय चाहिँ त्यहाँ बसे बापत चाहिँ यहाँ बस्ने जुन सुविधायुक्त ठाउँमा बसेको छ उसको 5 वर्षमा चाहिँ प्रमोसन हुन्छ, उसले अन्तर्देशीय अथवा बाहिर चाहिँ स्कलरसिप पाउँछ भने त्यो जुन दूरदराजमा बस्छ, जुन हिमालयमा बसेर चाहिँ काम गर्छन्, जुन सोलमा बसेर काम गर्छन्, तिनीहरूले चाहिँ 2 वर्षमा पाउने हो र त्यही अनुसारको यहाँ कमाउने इन्सेन्टिभ चाहिँ सरकारले त्यहाँ दिने हो भने त्यो सेवा त उपलब्ध गराउन सकिन्छ। डाक्टर साहब, यहाँ धेरै लामो समयदेखि स्वास्थ्य संस्थाहरूमा, विभिन्न सङ्घ संस्थाहरूमा, स्वयंसेवी सम्बन्धी विभिन्न कार्यक्रमहरूमा देशव्यापी रूपमा जानु पनि भएको छ, भ्रमण पनि जानुभएको छ। अब यो अवस्थामा जस्तै हाम्रो दर्शक महानुभावहरूलाई यहाँले बताइदिनु कि स्वस्थ रहनको लागि होइन के गर्दाखेरि चाहिँ उपयुक्त हुन्छ?
स्वस्थ रहनको लागि सबभन्दा पहिले स्वस्थ मन स्वस्थ शरीर भन्छ हैन मन पनि स्वस्थ हुनु पर्यो शरीर पनि स्वस्थ हुनु पर्यो सामान्य कुरामा चाहिँ आत्तिनु भएन अहिले चाहिँ इन्टरनेटको जमाना हो त्यो भएकोले स्वास्थ्य सम्बन्धी जानकारी आफ्नो शरीर कस्तो छ भनेर जानकारी चाहिँ आफैले पनि लिन सकिन्छ सामान्य बुकहरू हेर्न सकिन्छ पत्र पत्रिका हेर्न सकिन्छ त्यसबाट चाहिँ म कतिको स्वस्थ छु कतिको के छु भनेर हेर्न सकिन्छ हैन त्यही अनुसार सामान्य स्वास्थ्य सम्बन्धी ज्ञान पनि आफूले राख्नु पर्यो सरसफाइमा ध्यान दिनु पर्यो हैन अनि खानपिन भयो जस्तो यो केमिकल युक्त खानेकुराहरू यो खाँदा यसरी खाने भनेर विभिन्न चाहिँ अब मैले यहाँ सम्पूर्ण कुरा भनिराख्नु भन्दा पनि त्यो चाहिँ कुन चिज चाहिँ कसरी खानुपर्छ भन्ने कुराहरू पनि अहिले धेरै जानकारीमा पढ्न पाइन्छ त्यही अनुसार चाहिँ खानेकुराहरूलाई पनि व्यवस्थापन गरेर खानु पर्यो ब्यालेन्स डाइट खानु पर्यो त्यसपछि भनेको यो वातावरणीय कारणले हुने चिजहरूलाई जोगिनको लागि मास्क लगाएर हिँड्ने धुलो धुवामा चाहिँ कम हिँड्ने त्यस्ता खालका कुराहरू गर्न थाल्यो स्वस्थकर बानी व्यवहार चाहिँ अपनाउने एक टाइममा चाहिँ एक्सर्साइज गर्ने त्यस्तो गऱ्यो भने मान्छे स्वस्थ रहन्छ। डाक्टर हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अब यो स्वास्थ्य र जनस्वास्थ्य हजुरको यो मनोशारीरिक समस्यासँगको यो लामो समयदेखिको अध्ययन अनुसन्धान समग्रमा स्वास्थ्यसँग सम्बन्धित यहाँको के सल्लाह यहाँको लास्ट अन्तिममा के भनाइ छ? म के भन्छु भने स्वास्थ्यमा उपचार पनि चाहिन्छ तर जनस्वास्थ्यले के भन्छ भने जनस्वास्थ्यमा चाहिँ औषधि भनेको पछि हो रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु राम्रो भन्छ यो पहिलेदेखिको हाम्रो भनाइ पनि हो। त्यसको लागि चाहिँ उचित काउन्सेलिङ भयो बिरामीलाई चाहिँ अनि त्यसपछि उसको स्वास्थ्यको बारेमा शरीरको बारेमा चाहिँ हामीले स्वास्थ्य कर्मीहरूले डाक्टरहरूले चाहिँ राम्रोसँग जानकारी दिन सके तपाईँको स्थिति यस्तो छ है यसरी गर्नुहोस् खानपानमा चाहिँ यसरी सुधार गर्नुहोस् तपाईँको चाहिँ आनीबानीमा यस्तो सुधार गर्नुहोस् त्यस्तो भन्न सकियो भने जनस्वास्थ्य समस्या चाहिँ विकराल रूपमा नबढिकन चाहिँ यसलाई घटाउन औषधिमा हुने खर्च चाहिँ घटाउन एकदम धेरै चाहिँ घटाउन सकिने भएकोले चाहिँ औषधितिर भन्दा उपचारतिर भन्दा रोग लाग्नुभन्दा लाग्नै नदिनेतिर जान चाहिँ राम्रो हुन्छ। डाक्टर साहब आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई आफ्नो समय दिनुभयो त्यसको लागि दिव्य दर्शन कार्यक्रममा आइदिनु भयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। मैले पनि दर्शक सामु चाहिँ बोल्ने मौका पाएँ यो मौका दिनुभएकोमा तपाईँलाई धन्यवाद टेलिभिजन च्यानललाई पनि धन्यवाद। आदरणीय दर्शक महानुभाव आजको लागि कार्यक्रम दिव्य दर्शनको समय यहीँ सकियो। आगामी साता नयाँ विचार र नयाँ व्यक्तित्व साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि कार्यक्रम युनिट र कार्यक्रम प्रस्तुत म आरके ढुङ्गाना पनि बिदा हुन चाहन्छु। हस्त नमस्कार। Education for Leadership and Development, Seabird International College. Admission open at Seabird International College for +2 Science and Management with Travel and Tourism, Hotel Management, Computer Science, Cooperative Management. Our special features: excellent result every year, highly modern infrastructure, well-equipped library and science lab, computer lab with internet access, a variety of extracurriculum activities, centrally located in Bhaktapur. Contact Seabird International College, Madhepur Thimi, Sankadar Chowk, Bhaktapur. Email info@seabird.edu.np. Telephone number 6631 448 6636 567.